नमस्ते। नमस्कार, धन्यवाद। आरामै हुनुहुन्छ सर? आराम छु। आज कतिको दिन हो सर? आज त 18औं दिन भयो। हजुरको पहिले सुरुमा परिचय लिउनु सर। मेरो नाम ताराप्रसाद शर्मा। म चाहिँ गोर्खा गोन्डे गाउँपालिका गोर्खादेखि। मेरो विद्यालय बालकी माध्यमिक विद्यालय भुम्लीचोक गोर्खा। भनेपछि कति भयो हजुर आउनु भएको? म आएको त आज 18 दिन भयो। 18 दिन भइसक्यो। हजुर। अनि हजुरको मागहरू के छ सर? हाम्रा मागहरू अब हाम्रो चाहिँ अस्थायी प्रक्रिया शिक्षकहरू हुनुहुन्छ 16-17 थरीका। उहाँहरूलाई चाहिँ एउटा प्रक्रिया पुऱ्याएर स्थायी गर्नु पर्यो र शिक्षकहरूलाई अरूको तुलनामा चाहिँ हाम्रो सेवा सुविधाहरू कम छन्। ती सेवा सुविधाहरूलाई चाहिँ हामीले चाहिँ ढुक्क गरी हाम्रो परिवार हाम्रो सन्तानलाई चाहिँ पाल्ने गरेर हामी ढुक्कसँग यही देशमा चाहिँ हामी पढाएर खान सक्छौँ भन्ने अब्बल पेसा बनाउनको लागि हामीले नयाँ शिक्षा ऐन जारी हुनुपर्छ भन्ने मागका साथ हामी यहाँ उभिएका छौँ। हजुरहरू यहाँ आइरहँदा हजुरको विद्यार्थीहरू के गरिरहेका छन् त अहिले? हाम्रो विद्यार्थीहरू स्कुल बन्द छ। हाम्रो विद्यार्थीहरू घरमै हामीले पढेर बस बाबुहरू भनेका छौँ। पढ्नलाई किताब पनि पाएनन् नि त? किताबहरू पाउनु भएको छैन। हाम्रो चाहिँ अगाडि उहाँहरूको दिदी दाजुहरू अगाडि हुनुहुन्छ, क्लासमा कक्षाको हुनुहुन्छ, उहाँहरू पाठ्य अर्को कक्षामा जानुभयो। त्यसै गरेर हामीले मथिल्लो कक्षा पाठ्य पुस्तकहरू लिएर पढ्नुहोस् भनेका छौँ। केही चाहिँ सूत्र बुकहरू किन्नुहोस् र पढ्नुहोस् भनेका छौँ। डिक्सनरी बुकहरू किनेर पढ्नुहोस् भनेका छौँ। हामीले विद्यार्थीहरूलाई पढ्दै गर्नुहोस् घरमा बसेर भनेका छौँ र अभिभावकज्यूहरूलाई पनि हामीले आफ्नो बालबच्चाहरूलाई घरमा राम्रोसँग हेरिदिनुहोस् र हाम्रो चाहिँ शैक्षिक गुणस्तर चाहिँ नबिग्रियोस्। त्यहाँबाट चाहिँ हामीलाई पछि गएर पनि विद्यार्थीहरूलाई सहज रूपमा हामीले पढाउन पाऊँ र उनीहरूको लेभल तल नखस्कियोस् भनेर हामीले सुझाव दिएका छौँ। यत्रो दिन छुट्टी सकेर के हुन्छ? यसको पछाडि पढाइदिनुहुन्छ थप? हामी पढाउँछौँ। हाम्रो बर्खे बिदा करिब चाहिँ 1 महिना जति हुन्छ। त्यसमा हामीले विद्यार्थी भाइ बहिनीहरूलाई दिउँसो बोलाएर अथवा चाहिँ साँझ बिहान गरेर हामीले विद्यार्थी भाइलाई कोर्स सिक्योर पढाउँछौँ। अनि हजुर पालिकाले केही बोलाएन हजुरहरूलाई किन स्कुल बन्द गरे यताउता पालो मिलाउनुहोस् भने होइन? हाम्रो पालिकाले चाहिँ हामीलाई चाहिँ एकैबद्धता जनाएको छ। हामीले चाहिँ शिक्षकहरूको चाहिँ माग पुरा हुनुपर्छ। शिक्षकहरू जहिले पनि दबिएर बस्नु हुँदैन। शिक्षकहरूको चाहिँ भविष्यको लागि लड्नुपर्छ। हामी एकैबद्ध छौँ भनेर पालिकाले हामीलाई एउटा चाहिँ सपोर्ट गरेको छ। अब कहिलेसम्म बस्नुहुन्छ तपाईँ? हामी अब हाम्रो शिक्षा ऐन जबसम्म आउँदैन तबसम्म हामी रोडमै हामी चाहिँ बस्छौँ आन्दोलन गरेर। भर्ना प्रक्रिया रोकिरहेको छ? भर्ना प्रक्रिया रोकिएको छ। रिजल्ट भएन? रिजल्ट त भएको छैन। रिजल्ट पनि भएको छैन। अन्यल भयो नि त विद्यार्थीहरू? अन्यल भइरहेछ। अब चाहिँ यो सरकारले हाम्रो यो मुद्दालाई मागलाई सकेभन्दा सके छिटो चाहिँ सम्बोधन गरेर हामीलाई शिक्षा ऐन चाहिँ हात पारिदिएपछि हामी गएर स्कुल खोल्छौँ। हाम्रा चाहिँ शैक्षिक क्रियाकलापहरू अगाडि बढाउँछौँ। हामी प्राइभेटहरूले धेरैले सुरु गरिसके, कति सामुदायिक विद्यार्थीहरू भागेर प्राइभेटतिर गइसके भन्ने हल्ला छ। त्यस्तो जाँदैन। हामीसँग विद्यार्थीको विश्वास छ, अभिभावकको विश्वास छ। हामी पनि चाहिँ हामी सामुदायिक विद्यालयमा पढाउने शिक्षकहरू अब्बल छौँ। हामी पनि पढाउँछौँ। हामीले शिक्षक सेवा आयोग लडेर हामी चाहिँ आएका छौँ। हामी त्यही चाहिँ कमजोर छैनौँ। अभिभावकलाई के विश्वास छ भने सामुदायिक विद्यालयका शिक्षकहरू अब्बल हुनुहुन्छ। अहिले नयाँ आउनु भएको छ। सबै कुरा जानकारी भएर के अरे शिक्षक सेवा आयोग लडेर आउनु भएको छ। पढाउँछ भन्ने उहाँको चाहिँ आशा छ। उहाँले विद्यार्थी कुनै पनि निजी विद्यालयमा पठाउनुहुन्न भन्ने हाम्रो आशा छ। 11-12 विद्यार्थी नै पढ्न पाएन नि त? 11-12 विद्यार्थीहरूले पढ्न पाउनु भएको छैन। अब यो सरकारको कुरा हो। यो त इक्जाम रोक्ने कि नरोक्ने भन्ने कुरा। हामी त आन्दोलनमा छौँ। अहिले त यत्रो दिन भइसक्यो सरकारले हाम्रो चाहिँ हाम्रा मागहरू राखेको शिक्षा ऐन दिन सकेको छैन, मागको सम्बोधन गर्न सकेको छैन। यसको जिम्मेवार त सरकार हो, हामी होइनौँ। सरकारले यदि सक्दो चाहिँ हामीलाई शिक्षा ऐन दियो भने हामी फर्किन्छौँ। परीक्षाहरू हुन्छन्, हामी अगाडि बढ्छौँ। हस्, धन्यवाद सर। धन्यवाद।